Hello everyone, namaste and Lasafabullah. Welcome back to my channel. I hope तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदमै ठिकठाक छु। आज पनि आएको छु तपाईँहरूको सामु एउटा नयाँ भिडियोको साथमा हैन। आज चाहिँ मेरो भिडियो रहेको छ, भ्लग रहेको छ, अर्ग्यानिक मुकबाङ रहेको छ। यो के भन्छ यो सिस्नु हाम्रो आफ्नै जुठानमा भएको सिस्नु र यो लसुन यो हाम्रो ढेँडो अर्ग्यानिक ढेँडो हो। यो मकैको ढेँडो आफ्नै बारीको। आशा गर्नेछु तपाईँहरूले मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भनेर र हिजो अस्तिको भिडियो पनि हेरेर साथ दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद। र मेरो भिडियो हेरिसक्नु भएपछि लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गर्न नबिर्सिनु होला। सब्सक्राइब चाहिँ झन् एकदमै धेरै कम आएको छ। अस्तितिर भिडियो त्यति भ्युजहरू आउँदैन थियो होइन। अस्ति मैले होलीमा एउटा भिडियो हालेको चाहिँ एकदम राम्रोसँग भ्युज आएको छ। अस्ति नैतिरको भन्दा चाहिँ डबलै भ्युज आएको छ होइन। तपाईँहरूले भ्युज अनुसारको सब्सक्राइब चाहिँ एकदमै कम छ। प्लिज तपाईँहरूले मेरो भिडियो चाहिँ ओपन गर्ने बित्तिकै सब्सक्राइब गर्नु होला। र भिडियो चाहिँ मैले पठाएको तपाईँहरूले मेरो फेसबुक फ्रेन्डहरू भएकोहरूले चाहिँ मैले लिङ्क पठाउने गर्छु होइन। लिङ्क पठाएकोमा चाहिँ मेरो भिडियोलाई के अरे मेरो च्यानललाई सब्सक्राइब गर्न मिल्दैन भनेर भन्नुभएको छ। तर मेरो नाम सर्च गरेर सरिना भ्लग्स भनेर सर्च गर्नुहोस् होइन, मजाले मिल्नेछ। आजको म चाहिँ यो हो, म खान्छु होइन। एकदमै चिसो भएको छ धेरै कुरा किन गर्ने। अघि नै चाहिँ कस्तो के बत्ती गएर खाना नै त्यो भयो कि मैले चाहिँ माइक पनि लगाएको थियो तर त्यो भइरहेछ। यो सिस्नो होइन, कसले मनपर्छ तपाईँहरूको, कसले मन पर्ने जतिले यहाँ कमेन्ट गरेर भन्न सक्नुहुन्छ। मकैको ढेँडो सिस्नो खाने चाहिँ को हुनुहुन्छ तपाईँहरू है त। विशेष गरी हाम्रो गाउँघरको दिदीबहिनीहरूले चाहिँ मिस गरिरहनु भएकोलाई चाहिँ विदेशमा बस्नु हुनेलाई चाहिँ यो सिस्नो भनेको एकदम पोसिलो कुरा हो। चिसो भइसकेको छ नि छाम्बा। यो चाहिँ लसुन हो, लसुन क्या। मलाई चाहिँ लसुन यस्तो गरेको चाहिँ कति मनपर्छ। खानेलाई पनि भनेन नि, गुरुङ दिदीले कति मजाले खाएँ ल भन्नुहुन्छ। मैले चाहिँ यो लसुन चाहिँ धेरै पिरो हालेको छ। यो सिस्नोमा पिरो हालेपछि त्यति मिठो हुँदैन क्या। अझ बेला हरियो खुर्सानी पनि हुँदैन फेरि है। तातो तातो खाने मन चाहिँ लागिहाल्छ त्यसले गर्दाखेरि क्या, बत्तीले गर्दाखेरि। हाम्रो चाहिँ तरकारीहरू यस्तैहरू हुन्छ। सहरमा जस्तो थरीको हुँदैन। एकै थरीको तरकारीले नि खान्छ कि मजाले। मैले चाहिँ खुर्सानी हालेर रातै बनाएको छु कि हरियो खुर्सानी नभएर। कति मिठो छ सिस्नु क्या। मैले चाहिँ धेरै पिठो नहालेको, पिठो मिसाएर हाल्यो भने चाहिँ राम्रो देखिन्छ। हरियो देख्नको लागि चाहिँ मैले धेरै पिठो नहालेको, के अरे त्यही पिठो नहालेको। पिठोले चाहिँ एउटै भनेको हो। यति राम्रो हुन्छ त्यो कलर हेर्नु न। कस्तो
गयो बाबाले निकालिदिनु भन्नुहोस् फिल्म गएको हो लसुनको मलाई कति लामो लामो खानु मन लाग्छ तर खायो कति अल्छर हुन्छ नि कुकुरलाई हान्नु नि जाङ भयो जाङ बाबु बुझाउँछ जानुहोस् के भयो कस्तो खालको चक्लेट हो यो चाहिँ मिठो छ कुकुर भुजाए छ भने भूत देखायो के देखायो थाहा छैन तिनीहरूलाई यस्तो चाहिँ मलाई सिङ्गै कति मजाले चाउमिनसँग खान चाहिँ एकदम मिठो लाग्छ तर मायाको यसको पिरो नहालेको यो पिरो थिएन मिठो नहुने रहेछ छ्यामबाट चिसो भएछ यो सिस्नु चाहिँ खानुपर्छ त हाम्रो यो सिस्नु र लसुन चाहिँ भित्र पकाउनु हुँदैन बाहिर पकाएको थिएँ कि मैले त्यही बेलामा चाहिँ म लसुन पनि पकाइदिएको अनि ठ्याक्कै आगो बाहिर बोलाएको बेला भनेर क्या दुइटाले भित्र नहुने भनेपछि छ्यामबाट म चपाएर मिलेन कहिले पनि कस्तो कुकुर देखाएको लसुन त्यही भएर म बाहिरै बसेर खाइरहेको छु आज भित्र पकाउनु नहुने यो सिस्नु है साथीहरू मन पर्ने जति कमेन्ट गर्नुहोस् आफ्नो मनमा चाहिँ यसलाई कमेन्ट गर्न सक्नुहुन्छ राम्रो भयो भने राम्रै नराम्रो भयो भने नराम्रै होइन राम्रो सुत्यो सिस्नु बाँकी चाहिँ यति धेरै खायो यो सिस्नु चाहिँ मलाई एकदम मनपर्छ कति धेरै मनपर्छ कि यो सिस्नु मुकबाङ गर्न सिक्यो मुकबाङ भनेर भन्दो रहेछ नि त तर हामीहरू खानेकुरा भनेर भन्छौँ कि है त्यही भएर चाहिँ त्यति थाहा छैन नि त म पनि भिडियो बनाउन अहिले भर्खर नयाँ नयाँ छु होइन तपाईँहरूले चाहिँ मेरो चाहिँ सब्सक्राइब धेरै पुगेको छैन क्या भ्युज अनुसारको सब्सक्राइब एकदमै कम छ कि कतिचोटि म तपाईँहरूले अगाडि भनिरहेको छु प्लिज मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला मैले पठाएको लिङ्कमा नमिले पनि सरिना भ्लग्स भनेर सर्च गर्नुहोस् मजाले मिल्नेछ आजको लागि चाहिँ भिडियो यति नै होइन फेरि पनि अर्को भिडियोमा भेटौँला अर्को भिडियो बनाउनेसम्म चाहिँ तपाईँहरूले सब्सक्राइब चाहिँ गर्नुपर्ने छ है प्लिज हात जोडेर भन्छु भने अहिले छुट्टो हात छ म हात जोडेर भनिरहेको तर कस्तो लसुनै अड्किरहेको दाँतमा मेरो दाँत यस्तो कमजोरी छ कि अलिअलि पिरो पनि भएको छ रातो हुने गरी हालेको थियो नि त बाई बाई गाइस
सब्सक्राइब गर्न चाहिँ नबिर्सनु है। अर्कोचोटि आउँदाखेरि चाहिँ हात राम्रोसँग जोडेर भन्छु, अहिले चाहिँ जुठो हात छ त्यही भएर।